मेन प्रोग्राम अब चाहिँ सुरु हुँदैछ है। नाम कल्पना आइसक्नु भर्खर होइन नाम छैन हजुर एक्सन गर्नको लागि चाहिँ अब यो प्रोग्राम अब अगाडि बढाउन चाहन्छु। हाम्रो प्रेसिडेन्ट सर अनि हाम्रो आजको चिफ गेस्ट केन्द्रबाट हाम्रो विद्यालय एक्सन सर अनि सम्पूर्ण हाम्रो एक्जिक्युटिभ मेम्बरहरू अनि हाम्रो एडभाइजरहरू अनि साधारण सदस्यहरू सम्पूर्ण तपाईँहरूलाई बलिदान प्रणामको शुभकामना भन्न चाहन्छु म लगायत फ्यामिलीको तर्फबाट अनि सम्पूर्ण एक्जिक्युटिभ मेम्बरको तर्फबाट। अब हाम्रो चिफ गेस्टलाई चाहिँ के अरे इस्लाम साहबले वेलकम गर्नको लागि हाम्रो प्रेसिडेन्ट सर त्यहाँ गएर चाहिँ उहाँलाई आशीर्वाद गरिदिन अनुरोध गर्दछु। हजुर हो ल तपाईँलाई धेरै धेरै शुभकामना अनि थ्याङ्क यू भेरी मच। यो हाम्रो केन्द्रबाट एउटा चिफ गेस्टको लागि रिप्रेजेन्ट गरेर हाम्रो ग्रेटर रसमा आइदिनु भयो, धेरै धन्यवाद हाम्रो सरलाई। ल अरूले तालिमको बनाउँदै गर्दै त्यो साइडमा बसेर अब प्रोग्राम अब हेर्दै गर्नु होला, कोही खाना खाँदै होला, तपाईँहरू जाँदा कोही पनि यो प्रोग्राम अब सुरु भयो। अहिले हाम्रो प्रेसिडेन्ट सर अनि तपाईँहरू अब आफ्नो ठाउँमा कहाँ बस्नुहोस् किन तपाईँहरू पाहाडमा हुनुहुन्छ, त्यसले गर्दाखेरि उहाँको बिहामा मैले अहिले साथमा अघि भनेको तपाईँहरू हुन्छ उहाँलाई तलै लगाइदिनु समस्या छैन है, यहाँ हुनु नरहेछ संजोग टेवा लिम्बू यहाँ हुनु न, त्यसो भए आउनुभयो भने उहाँलाई त्यहाँ आफै ग्रहण गरिदिन अनुरोध गर्दछु। पक्का इन्टरटेनमेन्ट हो। मैले धेरै के अरे भिक्टोरिया डेतिर पनि उहाँसँग खेलेको छु। उहाँले होल सिभिल अफिसरको सिभिल उसलाई पनि इन्टरटेनमेन्ट दिनुभएको छ है, उहाँको धेरै दिन छ हाम्रो ग्रेटर रसुलमा। अनि हाम्रो प्रेसिडेन्ट छ, यसमा चाहिँ हाम्रो एडभाइजरहरू सच्याउन जाने हो अनि इम्प्रुभ गर्दै जाने, त्यसले गर्दाखेरि यहाँ अहिले चाहिँ पक्का पोको तालिम बजाइदिनु होला तपाईँलाई। उहाँलाई धेरै वेलकम बधाई छ उहाँलाई। उहाँ चाहिँ स्काई इभेन्ट प्लानरको अनर पनि हुनुहुन्छ है, फेरि तपाईँले चाहिँ के गर्नु माग्नुहुन्छ भने डेकोरेसन उहाँलाई सम्झिँदा आउँछ। तपाईँलाई त वेलकम हाम्रो ग्रेटर रसमा। अनि तपाईँको त्यहाँ हाम्रो आशामा गेस्टको लागि भ्याइको लागि त्यहाँ सिट बनाएको थियो, अलिकति ऊ भएर त्यहाँ बस्छ अलिकति गएर बसिनु हाम्रो आजको कलाकारज्यूहरू खान लोकसामज्यू हिनान्तर लिम्बा अनि जिमी लिम्बुज्यू उहाँहरू तिनजनालाई बिग तालिया फ्लोरमा तालिम गर्नुहोस्, उहाँहरूलाई वेलकम गराएको छु। अब उहाँको सो पर्फर्मेन्स चाँडै आउनेछ, त्यसले गर्दाखेरि धर गरेर बस्नु होला। यस्तै प्रोग्राम हुँदाहुँदै अलिकति अघि वार्निङ दिन चाहन्छ हाम्रो ल धेरै धेरै धन्यवाद तपाईँलाई। त्यहाँ गएर तपाईँको त्यो बसिनु होला। हजुर धन्यवाद सम्पूर्णलाई अहिले मेरो नमस्कार र सर्वप्रथम मैले स्वागत मन्तव्य गर्नु अगाडि 1 मिनट मौन धारण हाम्रो यो हामीभन्दा अग्रज जो हुनुहुन्थ्यो उहाँहरू स्वर्गवास हुनुभयो, उहाँहरूको स्मृतिमा चाहिँ हामी 1 मिनट मौन धारण गर्नको लागि सबैलाई विनम्र अनुरोध गर्दछु। सबै एकपल्ट उठिदिनु होला भन्ने अनुरोध पनि गरिरहेको छु।
नेपालदेखि पाल्नुभएका कलाकारज्यूहरूलाई सर्वप्रथम म देशी बहादुर सुब्बाङजीको तर्फबाट उहाँलाई न्यानो स्वागत अभिवादन गर्दछु। यसमा धेरै मलाई हर्ष उल्लास लाग्यो र यसै गरी म सम्पूर्ण यहाँ उपस्थित हुनुभएका दिदीबहिनी दाजुभाइ तथा दिदीबहिनीहरूलाई म के भन्न चाहन्छु भने बौद्धिहान कङ्नामको उपलक्ष्यमा यहाँलाई धेरै धेरै शुभकामना म व्यक्त गर्दछु र यसै गरी म मेरो तपाईँले अघि नै सुन्नुभयो म चाहिँ यो युकेमा पहिचानवादी मोर्चाको म अध्यक्ष अथवा संयोजक भन्छ म यहाँ गर्छु। तपाईँ हामीहरू सबै प्रवासमा रहे तापनि तपाईँ हाम्रो हक अधिकार र पहिचानको लागि सबै हामीले केही गर्नुपर्दछ। Maximum कति राख्नु पर्यो? Maximum 100 त्यसै गरेर हाम्रो नेपालबाट पाल्नुभएको हाम्रो कलाकारहरू यहाँका हाम्रो पूर्व अध्यक्षहरू यो शाखाको वर्तमान अध्यक्ष हाम्रो खानकुमार नालबोज्यू साथै यहाँ उपस्थित हुनुभएका सम्पूर्ण मामा सेवारो नमस्ते मेरो तर्फबाट। अनि यो स्थापना भएको हिजो जस्तो लाग्छ, यो 2010 11 सेप्टेम्बर आइतबार हामीले अहिले सामेलखुडी भन्छ ओकफार्म कम्युनिटी हलमा चाहिँ हाम्रो तत्कालीन अध्यक्ष केन्द्रीय अध्यक्ष श्री डम्बर सिंहज्यू हुनुहुन्थ्यो। उहाँको कार्य समितिको पालामा यो हाम्रो शाखा स्थापना भएको त्यो बेला यो क्याटा कुटुम्ब युकेको शाखाहरूमध्येको पनि पहिलो शाखा भन्ने सुनिन्छ। त्यसै गरी पहिलो शाखा महिला अध्यक्ष पनि मेरो नाम नै लिने गरेको म सुन्छु, म लीला सेलिङमा अब। त्यसै गरी हिजो जस्तो लाग्छ, हिजो स्थापना गर्ने व्यक्तिहरूलाई पनि म सम्झिरहेको छु। त्यसमा अहिले आज एकजना व्यक्ति मात्रै देख्दैछु जुन हुनुहुन्छ हाम्रो आशराज बोकिमज्यू। उहाँले र शोभन नेम्बाङज्यूले संयोजन गर्नुभएको थियो। उहाँको नामहरू 75 जना घर 2010मा जम्मा 75 जनाको घर बटुल्नु हुने हाम्रो आशराज बोकिमज्यू यहीँ हुनुहुन्छ। उहाँको साथमा चाहिँ हामीले स्थापना भएर स्थापना कालमा भन्नुपर्दाखेरि एउटा रातो टी पनि थिएन हामीले यसरी हलमा कार्यक्रम गर्नको निम्ति। मिटिङ चाहिँ म अहिले बसेको फ्लिट चर्चको खाममै बसेर हामीले आफ्नै घरबाट स्थापना गरेको थियौँ। तत्कालै त्यो बेला मैले सम्झिरहेको छु हाम्रो च्याब्रोङ गरगना सबै डोनरदेखि आएर हामी गर्दै गर्दै आयौँ। अहिले 15 वर्ष पनि बितेछ। आज ठ्याक्कै 15 वर्ष 1 महिना 7 दिन 11 तारिकदेखि आज 19 तारिक गर्दा ठ्याक्कै यतिमा 15औँ वर्षको केक काट्ने अवसर मिल्यो। मैले सोचिरहेको थिएँ वर्षै पछि सम्झे जहिले पनि कथा भयो। आज चाहिँ मैले अर्को कार्यक्रम पनि आधी सकेर आएर भए पनि केक काट्ने मेरो सपना पुरा भयो। यहाँले धेरै धेरै धन्यवाद साथ सहयोग दिनुभएको। मैले यसरी नै हाम्रो शाखा अघि बढेर जाओस् भन्दै साथसाथै यतिखेर म ग्रेटर रस्म नेपाली
नेपाली कमिटीको पनि म अध्यक्ष जिम्मेवारी गरिरहेको छु त्यो बेलामा मलाई आवश्यक परेको बेला यहाँले साथ र सहयोग गरिदिनु हुन पनि म हार्दिक अनुरोध गर्दछु र यहाँले ग्रेटर अस्मो नेपाली कम्युनिटीको सदस्य बनिदिनु हुन पनि म हार्दिक अनुरोध गर्दै म यो 2 शब्द छोटो समय दिनुभएकोमा संस्थाप्रति हाम्रो शाखाप्रति र कार्यक्रम सञ्चालकप्रति धेरै धेरै धन्यवाद साथै आभार प्रकट गर्दछु। सेवारो नमस्ते लोगेन। Sewaru adang masih konani yakung bare samyo sakin tutu sumya hare samelu tu miuruba mejugu miuruba konani sakin ha kokna dima gelaba konani yakung bare konani yakung ba angememu Allah mu gelaba sabin ha me dekwa dele konani yakung bare samyo sakin min ottomba waru kelaba kerek alo kelaba ke thangbar ke bapa hijari suhare bhumisire lagi ani kia chodi hakpare samlo tondumba gelaba ani kia koyo adang masro pilih hatumba je sang lima ba mele sumbe nangyang tarasang tutuyang tumya hangare nami gihuriba kusik kome bongen sang oke bang baru ani yakung bare samnya sapung kelok lagi rok ko loti samlori tondumba adang masih sewaru kerek adang masih kon samloin jai tututumnya hang samlo kesapa suwarna membang pukure saptura samlo inwa konje ko on tondumba aro kerek le kepsum Hosne nani tobal je jane ko tobal mundhu jang bang potong hos bang sae ramu jangale ramu tu
sibu kan irabi tong jangan itu lagi ni dah kali. Itu kemudian kami ini kare anak ani kena ibu mang hilang kare kena orang tahu mati tak mati sunja aljasan lebih agak ada masih Samul sok malan ke hosiro. Samul sok malan ete. Ito he tamawa. Aku gari sini dengan saya. Semuanya. Tadi beko. Zumba chora. lesson dah lah, ada kalau kita kalau di kemudian sih, kalau tu boleh kalau kamu berapa tinggal ni kita kalau semua ini nanti kita roda, asewaru kena tu. Yari noken, wanani Mundun samlo sama sabo le mere ensan samlo ma le mere ensan konin batha ani samye sakthuro kelora pa jing bak ton dum ba kon ha te mara te ma le go tu tumya ha go yori lam ham yuru awa kansang andia go manju ki hepsum baba yen ha pan hara mi bisa ton dum baba le maga thiam bo anja ho Thela rasang tutugan tumyahang hanu ani kele bina tiara
kanya nono angge sepati sendiri kena babili tundum ba nogen siwaro Hoa tòng nô Laringe, ê o kia lò đi laringe, ê ao yên lệ laringe, ê am đi tung laringe, ê ta se phong se laringe, ê ta ê wa ma laringe, ê mu yi si laringe, ê hăng thính bồ khe laringe, ê hăng yu nào mô laringe, ê nê ba la bê हाम्रो अहिलेको नयाँ जेनेरेसन हामीले सिकाउनु पर्छ हाम्रो नानीहरूले त्यसले गर्दाखेरि बेस्ट ड्रेस आजको मलाई धेरै धेरै बधाई छ यहाँ हाम्रो सरबाट चाहिँ उहाँलाई एउटा अवार्ड सर्टिफिकेट प्रदान गरिएको छ धेरै धेरै धन्यवाद ल धन्यवाद ल बिस्तारले हाम्रो खड्का सर पनि तपाईँ बस्नु तपाईँलाई धेरै चाहन्न तपाईँ बस्नु मा पनि छ बेस्ट ड्रेस गर्ल्समा लगाएर आउने हाम्रो मिस अमिता वाने ल यहाँ आइदिनु होला त्यसको लागि चाहिँ हाम्रो जिल्ला शेखमावजीले प्रदान गरिदिन नम्रता गर्छु उहाँको ड्रेस हेर्नु उहाँले सिकाउनु पर्छ उहाँको बेस्ट ड्रेस लगाएर आउनु भएको छ उनीहरूको टिमको लेभलमा हामी हाम्रो छोराछोरीलाई पनि सिकाउनु जरुरी छ एडलमा चाहिँ फिमेलपट्टि बेस्ट ड्रेस लगाएर आउनु भएको छ मिसेस रिता फम्बो खापु उहाँको अहिलेसम्म हेर्नुहोस् यहाँ बेस्ट हाम्रो एडलको के अरे सर्टिफिकेट प्रदान गर्न हाम्रो लीला सेलिङ महावजीलाई नै प्रदान गर्न चाहन्छु ल धेरै धेरै बधाई छ तपाईँलाई त्यसरी मेन्टेन गर्दै सिकाउँदै जानु होला बेस्ट कल्चरल ड्रेस लगाएर आउने हुनुहुन्छ मिस्टर खड्काजङ आङमोहनज्यू ल उहाँलाई धेरै धेरै बधाई छ ल उहाँलाई धेरै धेरै बधाई छ धेरै धेरै बधाई छ तपाईँलाई रोसबोर्डमा ग्रेटर रोसबोर्ड धेरै राउन्ड भयो अघि 15 वर्षको के अरे केक पनि काटियो अहिलेसम्म यो अवार्डहरू यसरी हाम्रो सदस्यलाई दिएको थिएन यो चाहिँ फर्स्ट अवार्ड हो हामीले यो वर्ष सुरु गरेको त्यसमा हाम्रो रनिङ सिल पनि छ रनिङ ट्रफी पनि है यो अवार्ड फेरि यो व्यापी लानु पाउँदैन यो चाहिँ फेरि तपाईँले प्रत्येक वर्ष जसले चाहिँ बेस्ट के अरे योगदान दिनुहुन्छ हाम्रो ग्रेटर रोसबोर्डमा उहाँको नाम यहाँ जान्छ यो चाहिँ प्रत्येक वर्ष यहाँको नाम लिइन्छ है तर उहाँले यो लानु चाहिँ पाउनुहुन्न तर उहाँको लागि चाहिँ सर्टिफिकेट चाहिँ हामी प्रदान गर्छौँ त्यसले गर्दाखेरि अनि त्यसको लागि चाहिँ अब एनाउन्स गर्नुभन्दा अगाडि अब एनाउन्स त गर्नै पर्यो हाम्रो यो एक्जिक्युटिभ कमिटीले मात्रै गरे होइन सबै अलिकति सदस्यहरूलाई पनि अब इन्क्लुड गरेको थियो सल्लाहकार एडभाइजरहरू उहाँहरूबाट अहिले ग्रेटर रोसबोर्डको बेस्ट हार्डवर्कर अनि सबै के अरे आफ्नो बलहरू सबै दिने मान्छे चाहिँ हाम्रो ग्रेटर रोसबोर्डको अब नाम भन्दाखेरि म एकचोटि पढेर सुनाउँछु उहाँको नाम चाहिँ मिस्टर सूर्य खापुङ उहाँको जिम्मेवारी अफ डेडिकेसन सर्भिस इनभ्यालुएबल कन्ट्रिब्युसन टु द कमिटी फ्रम नोभेम्बर 2024 टु 2025 है यो वर्षको अनि त्यसले गर्दाखेरि उहाँलाई चाहिँ यो जति पनि उहाँले ट्रेन दिनुभएको छ तपाईँ देख्नुहुन्छ त्यहाँ अगाडि छिटोमिटोले होइन दिएको छ जस्तै इभेन्ट प्लानर अनि उहाँले जति पनि दिनुभएको छ उहाँलाई हामी जहिले सम्झिँदैछौँ अनि कुनै इभेन्ट हुन्छ भने उहाँलाई जहिले सम्झिनु होला इभेन्ट प्लानर के अरे स्काई इभेन्ट प्लानर हो त्यसले गर्दाखेरि उहाँलाई जहिले सम्झिनु होला यहाँ हाम्रो आयोजक सम्पूर्ण शिविरलाई मैले हतारको एउटा अनुरोध पनि गरेको थिएँ स्वीकार दिनुभयो
थ्याङ्क यू सो मच पनि भन्न चाहन्छु र ढिलो नगरिकन मेरो एउटा आफ्नै गीत छ नाच्छु लाग्ने खालको गीत छ होइन हजुरहरू पक्का पनि नाच्न आउनुहुन्छ भने मैले आशा लिएको छु बाबरीको बासै छैन भमरालाई आशै छैन एकदमै मारी भाषाको गीत छ मिठो गीत छ आउनुहोस् रमाइलो गरौँ यो आजको यो कौमुदी हललाई हामी साङ्गीतिक गुन्जयमान बनाउँ रमाइलो गरौँ भन्न म चाहन्छु भन्दै म आदरणीय दाइलाई मेरो ट्र्याकको लागि अनुरोध गर्दछु आउनुहोस् है म पनि अगाडि झर्छु जस्तो चाहिँ अब अगाडि आउनुहोस् है अगाडि ल हजुर अलिकति ठुलो बनाइदिनुहोस् न ट्र्याक आउनुहोस् है सबैजना हजुर बुढै आउनुहुन्छ जस्तो छ ल बाबरीको बासै छैन बाबरीको बासै छैन भमरालाई आशै छैन भमरालाई आशै छैन अञ्जलीले गाई गाएको डालीसँग माया पार्यो अञ्जलीले गाएको डालीसँग माया पार्यो
फेरि एकैचोटि फर्स्ट प्राइज भनेर नआउनु होला कहाँ त्यो भन्नु हुँदैन त्यो पाउँछन् भन्यो भने तपाईँको किनेको टिकाभन्दा धेरै पाउँछ भने सकियो नि त नि त्यसले गर्दाखेरि प्राइज भन्नु हुँदैन किनेको भन्दा धेरै पाउँछ ल यहाँ चाहिँ हाम्रो खरजनज्यूले चाहिँ एउटा टिकट सल्लक्कै निकालिदिनुहोस् भाग्य चाहिँ थियो तपाईँको ल मैले टिकट पाइसकेको छु हेर्नु होला ल नम्बर सुरु भयो है 3 बाट सुरु भएको छ 3 बाट 3 3 अनि 5 सेकेन्डमा 5 तीनटा नम्बर छ है 3 5 अनि लास्टमा धेरै तिनवटा छ 3 5 3 ल को छ 3 5 3 यता लिएर आउनु यो टिकट मिल्यो है 3 5 3 थर्ड प्राइज उहाँले लानु भएको छ त्यसले गर्दा यो प्राइज चाहिँ हाम्रो खरजन सरलाई चाहिँ यो हाम्रो विनरलाई दिनलाई चाहिँ अनुरोध गर्दछु ल हाम्रो लक्ष्मी मेम्बरज्यू धेरै बधाई छ थर्ड प्राइज जानु है अर्को छ 3 अनि 5 लास्ट एउटा फेरि 2 3 5 2 कोही हुन्छ 3 5 2 अनि फेरि पारे ल दुईटा प्राइज एउटै मान्छेले भनेपछि यो त अलिक भएन त है अनि हाम्रो त यो आज आएर लिएको मान्छेले ओ त निकालेको ल धेरै धन्यवाद तपाईँलाई ल हाम्रो त एउटै मान्छेले दुईटा त अलिक भएन हौ फेरि ल अब फेरि लास्ट फाइनल प्राइज है फाइनल प्राइज क्यास ल सर तपाईँले काम दिनुहोस् एउटा अहिले त निकै घुमाएको छु त्यसले गर्दा हुनु पर्ने हो अर्कै फेरि उहाँले पायो भने चाहिँ अलिक भएन ल आयो है लु भनेपछि टिकट आयो हो फेरि 3टा नम्बरै आएको छ है फेरि 3टाको सबैको होला नि 2बाट सुरु भएको छ 2 अनि अर्को 5 अर्को कति चाहियो तपाईँहरूलाई 5 त छैन 0 चाहिँ छ 250 ओ 250 मेरो होइन मेरो होइन 25 मिलेछ लु 250 फाइनल प्राइज उहाँले लानु भयो सुमन कुमार बेजीले माग्नु दिनुभएको छ हाम्रो खरजन सरले चाहिँ उहाँलाई हस्तान्तरण दिनुहुन्छ राजपत्रको फाइनल प्राइज फोर्थ प्राइज उहाँले सुमन कुमार ओजीले चाहिँ हात पार्नुभयो है ल धेरै बधाई छ तपाईँ होइन सुमन कुमार ओजीलाई धेरै बधाई छ ल थ्याङ्क यू तपाईँलाई धेरै धन्यवाद तपाईँको यो हाम्रो यो हराउने भाइको धेरै बधाई छ ल यति हुँदै अब हाम्रो कार्यक्रम स्टिल कन्टिन्यू जानेछ Oh
सम्पूर्ण आदरणीय अतिथिज्यूहरू कलाकारज्यूहरू सामान्य अग्रजज्यूहरू प्यारा सदस्यज्यूहरू शुभेच्छुक तथा सम्पूर्णको आज सुन्दैछौ हजुर नमस्कार र बलियान सङ्ग्राम हाम्रो आफ्नो इतिहास अवसरमा यहाँहरू सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। आजको दिन हामी सबैको लागि अत्यन्तै महत्त्वपूर्ण र गौरवको विषय हो किनभने यो कार्यक्रम केवल भेटघाट मात्र होइन, यो हाम्रो पहिचान, एकता, संस्कृतिको पुनः अभिव्यक्ति हो। हाम्रो मञ्च यो मञ्च हाम्रो समुदायको साझा भावना, सम्मान, सहकार्य प्रतिबन्ध हो। यस बलियान सङ्ग्राम तथा वार्षिक भेटघाट कार्यक्रम 2025 साल भव्य, सुसंस्कृत र स्मरणीय बनाउन जसले आफ्नो समय, श्रम, ऊर्जा योगदान दिनुभयो। म ग्रेटर जस्तो शाखाको तर्फबाट तथा व्यक्तिगत तर्फबाट हृदयदेखि नमन गर्दछु। सबैभन्दा पहिले कार्यक्रममा साझा उपस्थित हाम्रा आदरणीय अतिथिहरू, चुम्लुङका अग्रज, सामान्य अधिकारीहरू, विभिन्न संस्थाका प्रतिनिधि तथा शुभेच्छुकहरूलाई आफ्नो अमूल्य समय दिएर हाम्रो उत्सवमा सहभागी भई कार्यक्रमलाई भव्य बनाउनु भएकोमा विशेष आभार प्रकट गर्दछु। त्यसै गरी हाम्रो संस्कृति, प्रस्तुति, गीत, भाषा मार्फत आफ्नो पहिचान जगात गर्न योगदान पुर्याउने सबै कलाकार, प्रस्तुता, स्वयंसेवक साथीहरू पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। कार्यक्रमको तयारीदेखि सफल समापनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा परिश्रम गर्नुहुने आयोजक समिति, सहयोगी साथहरू, महिला समूह, युवा टोली, प्रविधिक सहयोगकर्ता र मञ्च सञ्चालकले सबैमा शाखाको तर्फबाट तपाईँहरूलाई हार्दिक धन्यवाद अर्पण गर्दछु। हामीले सधैँ हौसला साथ दिनुहुने केन्द्र समितिका अधिकारीहरू साथै सम्पूर्ण शाखा परिवारहरू प्रति आभार व्यक्त गर्दछु। आजको यो भेटघाट र उत्सवले हामीलाई सम्झाउँछ हामी जहाँ भए पनि हाम्रो इतिहास, संस्कृति, व्याकुल पहिचान र पारस्परिक एकता नै हाम्रो शक्ति हो, शक्तिको मूल हो। हामीले यही आत्मा, यही भावना लिएर आगामी दिनमा एकजुट भएर अगाडि बढ्ने सङ्कल्प लियौँ। अन्त्यमा फेरि एकपटक यहाँ उपस्थित हरेक महानुभावहरूमा क्याप्टन सुन ब्रिटिस रस्म शाखाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु। तपाईँहरूको माया, साथ र प्रेरणाले हामीले निरन्तर पनि बढ्न उत्साह दिएको छ। बलिउडका नामको पाठशाला सबैमा शुभकामना, सबैको घर आँगनमा शान्ति, समृद्धि र उज्यालो भयो। धन्यवाद। जय पहिले पनि हुनुहुन्थ्यो, अहिले पनि एक्टिभ स्ट्याटसको सठिक हुनुहुन्छ। त्यसले गर्दा तपाईँलाई हामीले यसरी बिर्सिन सक्दैन, त्यसले गर्दा तपाईँ बस्दिनु होला। अरू त्यसको साथसाथै हाम्रो आशा दाइ तपाईँ आउनु, तपाईँ आउनु न, तपाईँ त अनि पढ्यो नि। अनि यहाँ चाहिँ एउटा हाम्रो म दिदी हो, तपाईँ पनि आउनुहोस्, यता आउनुहोस्, म दिदी हो, तपाईँ पनि आउनुहोस्। कहाँ यो त छोड्ने हो, तपाईँ त झन् आजको पक्का मुख्य मान्छे हो।